सम्पूर्ण महानुभावहरू, खुसीको छेड सबै गाउँलेहरूसँग साटौँ भनेर आउँदा हिजो बेलुकाबाट हामी खासमा दुःखी छौँ र आज त दुःखको समाचार पुष्टाइ भएको छ। विश्व प्रसिद्ध आरोही निर्मल पूर्जा लिम्सताई भनेर हामीले उहाँलाई चिन्छौँ। उहाँसहित 6 जना नेपाली आरोहीहरूले ज्यान गुमाउनु भएको छ पाकिस्तानको ब्रोडफिल्ड आरोहणको क्रममा। म उहाँहरूको आत्माले चिर शान्ति पाओस् भनेर कामना गर्न चाहन्छु र उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। यो इन्क्लाइन सेट रनिङ ट्रेल को कथा त हामीले सुन्यौँ। मलाई लाग्छ माछापुच्छ्रे गाउँपालिका पोखराको सबैभन्दा समृद्ध गाउँपालिका अन्नपूर्ण र माछापुच्छ्रे। यो कर्णाली सणाली होइन, यो हामी त त्योभन्दा पनि विकट ठाउँमा पुगेर आएको हो। मादिको यस्तो ठाउँहरू विकट ठाउँ छ, तपाईँ जानुभयो भने कर्णालीभन्दा पर अरू के छ भन्ने जस्तो लाग्छ। है सचिवजीले सही कुरा गर्नुभयो। र अर्को पनि कुरा हामीले बन्द गर्नुपर्छ। अहिले मैले भनेको कुरामा पनि त सच्याउनुपर्छ मैले आफैले पनि। अब कर्णालीलाई विकटताको बिम्बको रूपमा प्रयोग गर्न कृपया छोड। त्यसले कर्णालीवासीको आत्मसम्मानमाथि ठेस पुर्याउँछ। विकास भनेको भौतिक विकास मात्र होइन। विकासको नाममा तपाईँ हामीले गुमाउँदै गएको धेरै चिजहरू छ। सहअस्तित्वको भावना धन्दै धेरै गुमाइसकेका थियौँ। हिजो अस्ति देख्यौँ हामीले हाम्रो संस्कार, संस्कृति, धर्म, परम्परा गुमाउँदै गइरहेका छौँ। हाम्रो जात्रा, मेला, पर्वहरू गुमाउँदै गइरहेका छौँ। चाडबाडहरूको महत्त्व गुमाउँदै गइरहेका छौँ। परिवारको सदस्य गुमाउँदै गइरहेका छौँ, विदेश भागिरहेका छौँ। पारिवारिक सम्बन्ध गुमाउँदै गएका छौँ। बुढेसकालमा आफ्नो छोराले, नातिले मुखमा पानी नहालिकन मरिन्छ कि भनेर तपाईँहरू बस्नु भएको छ बुढाबुढीहरू। छोराछोरी विदेशमा छन्, मर्ने बेलामा पानी हाल्न मुखमा आइपुग्ने हो कि होइन भनेर तपाईँहरू बस्नु भएको छ। त्यो गुमाइरहेको छ। त्यो विकटता विकास भनेको भौतिक विकास मात्र होइन। गाउँमा बाटो पुग्यो तर बाटो भएर गएको छोरो फर्केर आएन, विकास हो त होइन। अब यो इन्क्लाइन ट्रेलको कुरा मेरो भाइ गणेश थापा नामराज मिल्छेभरि गणेशजी नै हुनुभयो सुनाउनु भएको थियो मलाई। र तथापि यसको बारेमा मैले अरू साथीहरूबाट पनि सुनेको थिएँ। त्यो कुरा बहसमा आएको थियो मन्त्रालयमा। सुनेपछि मेरो दिमागले सोच्नु सक्थ्यो होला नि त, उहाँ त काङ्ग्रेसको मान्छे, उहाँले सोचेको ड्रिम प्रोजेक्टलाई किन पुरा गर्ने मैले सोच्नु सक्थ्यो होला नि। अरू कुनै पार्टीको मान्छे भनेर सोच्नु सक्थ्यो होला। तर हाम्रो मन्त्रालयमा मेचीदेखि महाकालीभित्रका सबै ठाउँहरूमा जति पनि लगानी भएका छन्, मैले ती लगानीको प्रस्ताव ल्याउनलाई एउटा क्वेसन सोधेको छु। जनताले पसिना काटेर तिरेको कर त्यहाँ ल्याएर खनाउँदा फिर्ता हुन्छ कि हुँदैन राज्यलाई? रोजगारी कति वृद्धि हुन्छ? त्यहाँ रोजगारी कति वृद्धि हुन्छ? त्यहाँको जनताको आर्थिक स्तर उकासिन्छ कि उकासिन्न? पर्यटन साँच्चैको बढ्छ कि बढ्दैन? कति समयमा कम्प्लिट हुन्छ? त्यो बनाउनमा हाम्रो प्राविधिक टोली तयार छ कि छैन? हामीसँग पर्याप्त इन्जिनियरहरू छन् कि छैनन्? हाम्रो सबै चिजहरू के हुन्छ? त्यसको सुनिश्चितता गर्ने आधारहरू के हुन् भनेर पनि मैले प्रतिप्रश्न गरेको थिएँ। र उहाँले चित्तबुद्ध उत्तर दिनुभएको थियो। र त्यसपछि मैले हाम्रो डी साहबसँग कुरा गरेँ, सचिवज्यूसँग कुरा गरेर हाम्रो टोलीले इट इज द बेस्ट प्रोजेक्ट टु इम्प्लिमेन्ट भनेर हामीले इम्प्लिमेन्ट गर्यौँ। र समय लाग्छ। विकासका हाम्रा धेरै पूर्वाधारहरूमा अहिले लगानी गरेको छ हाम्रो मन्त्रालयले। त्यो मध्ये एउटा बेस्ट प्रोजेक्ट यो गणेशजीले भन्नुभएको छ। ल अब त्यसको अर्थ फेरि यसका धेरै प्राविधिक समस्याहरू हो। कहाँबाट बनाउने हो, कसरी बनाउने हो, फेरि नियम हुँदो रहेछ त्यसको त। बिचमा समूह आउने नआउने, एकहोरो उक्लेको उक्लै गर्नुपर्ने। अब एकहोरो उक्लेको उक्लै गर्न चाहिँ सम्भव। कुन मटेरियलले बनाउने, स्थानीय ढुङ्गाले बनाउँदा कतै पुर्न पर्ने होला, कतै काट्न पर्ने होला। संरक्षित क्षेत्र हो। अनेकन प्रश्नहरूको जवाफ पनि तपाईँहरूले पनि दिनु। मैले तपाईँलाई आँखा चिम्लेर सुनेको भरमा ठाउँमा पनि नआइकन, स्थानीयसँग कुरा पनि नगरिकन, पालिकाको अध्यक्षलाई नसोधिकन, आफ्नो पार्टीको साथीलाई पनि नसोधिकन, होइन यो त राम्रो हो भनेर हालेको पैसा फ्रिज भयो, नहुने भयो, इन्जिनियरले अघि त फिजिबिलिटी चाहिँ हुँदैन भने भन्ने प्रकारको समाचार सुनियो भने तपाईँहरूको कान बटाएर पनि म आउँछु। त्यो काम पनि नगर्नु। त्यही भएर म
यो यहाँका धेरै चाहे त्यो यता मध्य हिमाल त म धेरैचोटि गएको छु, कतिचोटि गएको छु, गर्ने भने पनि अब आउन सकिन्छ होइन। खुमाई डाँडा पनि धेरैचोटि गएको छु। यहाँ त हाम्रो दाइ हुनुहुन्छ किरण दाइ, कता नेपालको नामो ट्रेकर मध्ये एउटा यहाँ हुनुहुन्छ। उहाँ चाहिँ शान्त ट्रेकर हो, जानुभएको छ। म आफू पनि ट्रेकिङ निकै जान्थेँ, अहिले दुइटै घुँडामा समस्या भएर गएको छ। यो ठाउँमा क्यानोइङको कुरा अहिले निकाल्नुभयो होइन। अहिले चाहिँ हामीले पर्यटन विभाग पनि बन्दैछ भाइ, नाथ दिनुहोस्। यो साहसिक पर्यटन सम्बन्धी छुट्टै एउटा परिक्षेदै राखेर हुन सक्ने, भविष्यमा हुन सक्ने नयाँ कन्सेप्टको साहसिक पर्यटन अचानक आइलायो भने त्यसको लागि पनि ठाउँ राखेर, दर्ता गर्ने ठाउँ राखेर पर्यटन विभाग बन्दैछ। त्यही भएर अब ऐन कानुन नियम जस्ता कुराले केही पनि रोकिँदैन। यति कुरा पनि म आश्वस्त गर्न चाहन्छु। र तपाईँहरूको दिमागमा पनि कुनै पनि नयाँ प्रकारको इनोभेटिभ समग्र पूर्वी होइन युथहरू यहाँ हुनु होला। अब त अझै त गाउँमा युवाहरू भेट्नै गाह्रो भइसक्यो हो, लगभग 30 मुनिको त भेट्नै गाह्रो भइसक्यो। तथापि यदि कोही हुनुहुन्छ र तपाईँको केही सपना छ, नयाँ खाले व्यवसाय गर्ने सपना छ, त्यसलाई पुरा गर्ने आधार देख्नु भएको छैन भने म तपाईँलाई आश्वस्त पार्न चाहन्छु, त्यो बेला सरकार छ। र यो कार्यक्रम अब माछापुच्छ्रेको एउटा गहनाको रूपमा स्थापित हुन्छ। माछापुच्छ्रे मात्र होइन, समग्र कास्कीको र त्यो मार्फत देशकै एउटा गहनाको रूपमा स्थापित हुन्छ, किनकि यसले कम्तीमा 3वटा विश्व रेकर्डहरू कायम गर्छ भनेर अघि हामीले सुन्यौँ। त्यो विश्व रेकर्डसँगै हाम्रो एउटा यो क्षेत्रको समग्र पर्यटनको, देशकै आर्थिक उन्नयनमा यो प्रोजेक्टले एउटा योगदान गर्न सकोस्। अहिलेलाई हामीले थोरै बजेट राखेका छौँ, धेरै राखेका छैनौँ। त्यसले पुग्दैन भन्ने हामीलाई थाहा छ र 1 वर्षमा यो हुने पनि होइन। 1 वर्षमा काम गर्दै जाँदा थप्दै जाने हो। म एउटा यही मञ्चबाट स्रोत सुनिश्चितताको ग्यारेन्टी पनि गर्न चाहन्छु। र यो मैले तपाईँलाई समय दिएको छु, कम्तीमा 3 वर्षभित्र कम्प्लिट गर्नुहोस्। 3 वर्षभन्दा बढी टाइम लाउनु भयो भने चाहिँ हुँदैन। म त अझै कम समय भन्न चाहन्थेँ, तर मेरो अनुमानमा यो जुन रेकर्डहरूको कुरा गरिरहेका छौँ, जुन अब एउटा विषम भूगोलमा बसेर काम गर्ने मैले अनुमान गरिरहेको छु, त्यो कारणले मलाई लाग्छ 3 वर्ष चाहिँ लाग्ला कि जस्तो लागिरहेको छ। अब नलाए त झन् राम्रो होइन, तर जति चाँडै सक्ने पनि स्रोतको सुनिश्चितताको म तपाईँहरूलाई ग्यारेन्टी गर्न चाहन्छु। र यस्तै प्रकारका अरू धेरै प्रोजेक्टहरू ल्याउन पर्यटन व्यवसाय साथीहरूलाई अनुरोध पनि गर्न चाहन्छु। र तपाईँबाट छुट्छु। तपाईँको जय होस्, देशको जय होस्, भगवत सर्वमङ्गल।